I bet Minecraft, but I start from the end. And if I die once, game over. Cause it's in hardcore. अहिलेको लागि our main goal is to find in city for stops. तर for pet पूजा, let's collect some chorus fruits. अनि यसको नि एउटा प्रब्लम छ. It teleports every time we eat it. Teleport बाट याद आयो अर्को इम्पोर्टेन्ट कुरा, इन्डर पर्ल. अहिले that's the only medium to travel. एउटा आइल्यान्ड टु अर्को आइल्यान्ड. For इन्डर आई we need to kill इन्डरम्यान. यत्तिकै मार्न गयौँ भने त त्यही भएर we are mining underground. हातले मजदुरी गर्नु पर्दैछ. डर लागि इन्डरम्यानको आँखामा आँखा हेर्दै इन्डरम्यानलाई बोलाको केही नै दिएन. Why so low bro? केही छैन. I did some more grinding. यो नाजुक हातले धेरै मेहनत पछि I collected 6 इन्डर पर्ल्स. अनि एउटा आइडिया लगाए. मैले आफ्नो रेन्डर डिस्टेन्स फुल गरे कज इट विल हेल्प मी लोकेट इन सिटी बेटर. लु बढाउने बित्तिकै लुक वाट आई फाउन्ड, इन्डर सिटी. हतार नगरी एउटा इन्डर आई फ्याँकेर लागिहाले. अलिकतिले बचे यार. बाल बच गया रे देवा. माथि चाहिँ कसरी पुग्ने? इन्डर आई त छ तर पछिको लागि नि बचाउनु छ. फेरि मजदुरी गर्नुपर्ने भयो. फाइनली हामी माथि आइसक्यौं. अनि यो के हो यस्तो? अझै फेरि एक स्टेप माथि. म त खेल्दिन यार. रिसमै सङ्घर्ष गर्दै बल्ल माथि पुग्यो. यो इन्डमा पुग्ने बित्तिकै यिनीहरू उल्टी गरेको आवाज चाहिँ आइहाल्छ. यिनीहरूलाई बाल नदिँदै म लागे आफ्नो पल्स स्किल देखाउँदै. केडा हो पल्स स्किल्स पो भनेको त राम्रो नै हुन्छ त भनिन नि. वन्स अगेन ट्राई विथ एक्स्ट्रा फोकस. यो पल हेरेर मलाई आफैलाई स्याबासी दिनु मन लाग्यो तर अरू उल्टीसँग आई डोन्ट वान डिल. साइडकै ब्लक खनेर आई इन्टर्ड इनसाइड. अनि टक्कसँगले हिलिङ पोसनहरू लिए विच विल बी अ बिग हेल्प. अनि फाइनली वाइ वी आर हियर. सबल यसको चाहिँ म के गर्नु? इन्डर ड्रागनलाई खन्न मिलेको भए त पहिला म यो उल्टीलाई खन्थे. कहाँ गयो यो? बाहिर टेलिपोर्ट भयो होला. प्लिज अर्को चेस्टमा पिक्याक्स होस्. दामी है पिक्याक्स भेट्यो. आइरन आर्मर अब के नै गर्न सकिन्छ र? बाइ द वे बाहिरको मारेर नै जाम भनेको तर उडाइदिइहालो अनि हेल्थ नि लो भइसकेको थियो. इलेक्ट्राले मौकाको फाइदा उठाउँदै म भागे. यहाँ नि केही छ कि भनेर खनेको यु नो माई लक केही भेटेन. अनि मेरो इन्डर पल्सहरू नि सकिन आँटिसकेको थियो. सो आई कलेक्टेड सम मोर. काम सक्यो भनेर नसोच्नु. यतिले त ड्रागन मारेको मारै माथिबाट हेर्न सजिलो हुन्छ भनेर चढेको. फाउन्ड नथिङ. सो आई हेडेड टुवर्ड्स ऱ्यान्डम साइड. मर्दा बचे यार. पल्ससँग एकदम नराम्रो रिस्ता छ. हल्का फेरि माथि चढे. यो पालि केही हातमा लाग्छ कि भनेर गाली गर्न नै आँटिया थिए कि लुक वाट आई फाउन्ड इन सिटी. खुसी हुँदै इलाइट्रा लगाएर चल्दिए टुवर्ड्स इट. मिसनको एक स्टेप क्लोजर. पुग्ने बित्तिकै उल्टीलाई हल्का टप्ली हानेर इन सिटीको तलासी लिएको. यो थियो एकदम पुरै खाली. अर्को इन सिटी नि साइडमै थियो. सो पिक्याक्सले टन्नै ब्लक माइन हाने. आफ्टर ट्राभलिङ सो लङ कलेक्टिङ थिङ्स टन्नै टाइम नि भइसकेको थियो रेकर्डिङ अन हानेको पनि. ठुलो इन सिटी पुगेर सिधै बिल्डअप हाने. पुग्ने बित्तिकै स्वागतमा हाम्रो दोस्ती. हाम्रो स्वागतलाई अलवेज रेडी. स्वागत नहीं करोगे अब हमारा? उहाँसँग हल्का तुत्र मम गर्दै थिए. उडाइ पो दिनुभयो. अब त म गए. हाम्रो मिसन फेल जस्तो लाग्या थियो. इलाइट्रा लगाइ त हाल्छु भन्दै सोचेको थिए. ब्रो हाफ हार्टमा बचेको यार म. यो हिलिङ पोसन नभएको भए त मर्थे म आज. सिद्धि सक्या थिएँ नि. धेरै कामको चिज रहेछ हिलिङ पोसन. यहाँबाट नि लिए हल्का. दाजु नभाग्नुहोस् न टाढा. कति हेल्थ हुन्छ हौ आमामा. बल्ल मरो. अब प्लिज गड आई निड अ स्वord.
धन्न डायमन्ड आर्मर चाहिँ दियो है। के हेर्दैछु म यस्तो बल्ल बल्ल डायमन्ड स्वord है। अब ड्रागनलाई मबाट कसैले बचाउन सक्दैन। डायमन्ड नि टन्नै छ तर केही बनाउन नि सक्दिन कज क्राफ्टिङ टेबल चाहियो। 4टा उठ पनि छैन। रुइदिम भनेको आँसु पनि आउँदैन। यसो यहाँ साइडमा खनेको आम्मामा अलिकति ठाउँ भेट्ने बित्तिकै हान्न नै थाल्छ नि त। इन्ड भाले बहुत खतरनाक है। यसो हल्का फुल्का एक्सप्लोर गरे केही अझै काम लाग्ने भेटिन्छ कि भनेर, तर यिनीहरूलाई शान्ति नै छैन, उल्टी हान्ने छन्। तर होस्, धेर लोभ गर्नुहुन्न, जति छ त्यतिमा खुसी हुँ सोचे। अनि अब हाम्रो लास्ट काम बाँकी रह्यो, टु किल द इन्डर ड्रागन अनि गो टु द ओभरवर्ल्ड हाम्रो मिसन सक्सेसफुल गर्नलाई। तर ड्रागन भएको आइल्यान्ड चाहिँ कसरी पुग्ने? 2 वेज छ। एउटा त 0-0 कोअर्डिनेट्स जाने अनि अर्को भनेको ऱ्यान्डमली पोर्टल्स स्पन हुन्छ। पोर्टल भेटिन्छ कि भन्दै माथि चढे, यताउता खोजे, केही भेटिन। अब फेरि यति लामो बाटो हिँड्नुपर्छ सोच्दै तल उत्रेको अनि हिँड्दै नै थिए। लुक वाट आई फाउन्ड, दि पोर्टल। नाइस यार। अब खुसी हुने बेला होइन, आफूलाई सम्हाल्दै आई वेन्ट इनसाइड द पोर्टल युजिङ माई इलाइट्रा। सोच त केटा हो, अगर उडेर पसेको उडेको उडे भएर तल झरेको भए नकारात्मक सोचलाई फ्याँक्दै अब आफ्नो मेन्टालिटीलाई फाइटिङ मोडमा हाले। एकछिन ड्रागनलाई नहेरे जस्तो गरेर क्लाइम्ब अप हाने। आम्मामा यो एपिसोडमा त माथि चढी चढी गलिसक्यो हौ म त, ल्याङ लागिसक्यो। तर वी आर भेरी क्लोज। टक्क दुइटै फुटाइदिएको, एक हेल्थमा छोडिदियो यार। अहिले हावा आयो भने नि मर्छु होला। सब क्रिस्टललाई ब्रेक हानेर अब ड्रागनले हेल्थ रिजेनेरेट गर्न पाउँदैन। यो पनि उल्टी फ्याँक्न थाल्यो त। सबै यस्तै गर्छन् क्या हो इन्डमा। अनि वेन्ट स्ट्रेट अवे टु किल हर। बल्ल आएर बसो अनि सब रिस भडास निकाल्न थाले। बल्ल मरो है। फाइनल्ली आवर मेन अपोनेन्ट इज डेड। खासै केही त दिँदैन, हल्का दिएको एक्सपी कलेक्ट हाने अनि अर्को आफ्नै अन्डा दियो। चाहिन त चाहिँदैन, तर त्यो नि किन छोड्नु र। फाइनल्ली आई इन्टर्ड इनसाइड द पोर्टल अनि वी आर इन ओभरवर्ल्ड। तर ब्रो व्हाई इट हैज टु बी नाइट। खुसी नि हुन दिँदैनन् यार। हल्का ओभरवर्ल्डको फुड चाख्दिम है। ब्रो मेन बोसलाई मारिसके, किन झारेपाते उफ्रेका। माइन्ड सम उड्स। उड चाहिँ स्टार्टिङमै पाउनु पर्ने हो, तर गट इट एट द इन्ड। मेड अ क्राफ्टिङ टेबल अनि उल हालेर बनाए आफ्नो लागि बेड। ड्याम दिस ब्युटिफुल ओभरवर्ल्ड। आज त यो हेर्दा नि यति खुसी। फाइनली विथ अ गुड भ्यू वी अकम्प्लिस्ड आवर गोल। वी बेट माइनक्राफ्ट बट इन रिभर्स।